छाला तासेको सबै फोटोसहित लिएर गएर तर हामीले सुने अनुसार चाहिँ के भन्नुभयो भाइले भने अनुसार चाहिँ जब बालाजी चौकीमा गएर निवेदन दिन्छ नेपाली बुढो लिएर गएपछि ओ नेपाली बुढो हजुर आउनुभएछ भने औलोमारी पठाउने कुनै सिरियस नलिदिएको कारणले ऊ झन् त्यो इन्करेज भयो क्या उसलाई चाहिँ कुनै दबाब फिल भएन क्या नभएर आज 4-5 वर्षको छोरो 18 वर्षको छोरोको चाहिँ टुरो बनाउनु गरेर ड्युटी गर्ने हुने बहिनीको बा घर नजिकै पुगेर स्कुटीबाट त्यो भिडियो पनि छ रगतको आलो भएको लखटी घाँटी यहाँ छिनाएर अहिले छ टिचर रगतै छ भएको बाबु आउँदै त उहाँले सिरियस लिइदिनु भएको भए आज सायद यो घटना घटेन कि पाँचवटा निवेदन दिएछ ज्यान मुद्दामा चौकीमा के भनेर आउँथे रे हामीलाई मार्थ्यो भनेर हामीले निवेदन दिएको चौकीमै भन्थे मार्थ्यो भनेर हजुरको बाबाले हैन हजुर त्यही पनि उहाँहरूको पुलिसले उ नलिएको के सिरियस नेपाली अनि प्रकाश